हेर्न सक्नुहुन्छ हाम्रो परिवारहरू अनि यो काठ आइसकेको छ। फेरि घुघुरा गर्छन्। यिनीहरू फेरि छानाका देखेर पनि त्यहाँको मम्मीले खरबुजा फालिदिनु भएको छ। खरबुजा फालिदिनु भएको छ गाइज। अनि हेर्नु हाम्रो परिवार यिनै हुन्। अब गाइज होइन त्यो पट्टा भाले निस्किन्छ हामीलाई थाहा भइसक्यो। अनि सानोमा अहिले यो पोथीले जितेर त्यो तिनवटालाई उडाइमा त ठुलोसित भालेलाई कसैले सक्दैन जस्तो लाग्छ मलाई। यस्तो त्यो कलरै अक्का छ त्यसको पोथीको कलर त त्यहाँ माटो हाल्नु गइसकेको छ नि त। मैले आज अहिले उस गरिदिन्छु खनिदिन्छु अलिअलि त्यही माटो हाल्नु। अनि मैले सेरा नाच्यो सेताहरूको बच्चाको नाम के राखौँ अलिअलि कमेन्ट भनिदिनु भनेको कमेन्टमा गर्नु होइन। त्यही हो र गाइज मैले भनेको अनि त होइन गाइज होइन। यो सेताहरूको बच्चा मैले हेन्टुम गर्न गइरहेको छु। नाम कमेन्टमा भन्नु होला। अनि हेर्नु त्यो माटो खाने अहिले यहाँ कोदो भर्खर सफा गरेको त्यही भएर मैले कोदो फाल्दै हेर्नु गाइज। हेर्नु दि तिनी पनि राम्रो पऱ्यो। एउटा पोथी भाग्यो फेरि छोपेको थियो गाइज फेरि उड्यो यार। के अरे उड्यो पल्टाको टेप खोलेको छ पटरट्ट गऱ्यो यार हिजो के गर्ने त। अनि हेर्नु उडेको त होइन त क्यारेर गयो अनि फेरि आउँदै आएन त। अनि अब यसलाई त्यो पोथीलाई मैले त्यो भालेलाई मैले पोथी भेटिसकेको छु। किनभने गाइज मैले अहिले ल्याइदिन्थेँ होइन त्यो अलिअलि कुर्र गर्न थालेछ उसलाई। अनि नत्र त ल्याएर के काम छ नि त। पोथी निस्क्यो भने त हुन्छ नि त। अनि हेर्नु यता छन् यसका जोडी तिनवटा जोडी सब त्यतै छ नि त। एउटा अरे यिनीहरूको बच्चाको नाम चाहिँ मैले जहाँसम्म सेरा राखौँ जस्तो राखेको छु गाइज। सेरा भन्ने बित्तिकै आउँछ क्या गाइज होइन। अलि सानै भयो कि यिनीहरूले खौरी खाने भने एउटालाई मारिहाल्यो नि गाइज। एउटा भयो नि मलाई मारिहाल्यो गाइज। त्यही भएर उसो भयो गाइज मारिहाल्यो। अब हाम्रो परिवार हेर्नु नि त चुरेका परे देख्नुभयो नि गाइज। त्यो एउटा बर्सिङ जस्तो एउटा छ। अनि यसको के छ अर्काले नै अब गुण सिकिसकेका छन्। लहटेकोले घाटाकोले घुरा नसरेको